हेलो हेलो हाई एभ्रिवान नमस्ते वेलकम टु सिन्धुली। मलाई लाग्छ हजुरहरूको पनि गाउँ टोल छिमेक घर वरिपरि यस्तै गरी सरसफाइ राख्नुहुन्छ भन्ने आशाका साथ हामी पनि यसरी जुटेका छौँ। हाम्रो पनि प्लानिङमा यस्तो सरसफाइ कार्यक्रम भइरहेछ प्रत्येक महिनाको शनिबार। हजुरहरू पनि यस्तै गरी जुट्नुहोला। समितिको सरसफाइ कार्यक्रम साथ चलिरहेछ। एकदमै गुड। नमस्कार। अब यहाँ हाम्रो अध्यक्षज्यू आउनुभयो, 2 शब्द जाओस्। यो एकदम सरसफाइ गरेको तपाईहरुले एकदम राम्रो छ। अनि अब ढिलो भए पनि म अलिकति ढिलो भएपछि ठाउँमा प्राप्ति छु। कारणवश कहिलेकाहीँ यस्तै आकल झिकल ढिलो हुन्छ। आज चाहिँ लगभग 1 घण्टै ढिलो भए। तपाईहरु सम्पूर्णलाई धन्यवाद। उपस्थित भएर गरिदिनु भएको छ। अब अर्को हप्तादेखि एकदम नियमित म एकदम समयमै आउने बाचा पनि गर्छु। ल ओके, थ्यांक यू। कहिलेकाहीँ म सोध्छु कि म आफैलाई मेरो सोसाइटीमा पनि यति राम्रा व्यक्तिहरू हुनुहुन्छ। उहाँ आदरणीय नवराज दाई हुनुहुन्थ्यो। अब यस्तो गरेर कसैले झाडु बोकेको छ, कसैले कुटो बोकेको छ, कसैले हँसिया कचिया गरेर यो गाडीहरू फाँड्दैछ। सबैजनाले मिलेर चाहिँ यसरी सरसफाइ कार्यक्रम हाम्रो टोल सुधार समितिको टोल प्राङ्गणमा चाहिँ भइरहेछ। सबैजना मिलेपछि नहुने के हुने रहेछ र होइन र? सबैले गरेपछि नहुने पनि केही नहुने रहेछ। अनि उहाँ चाहिँ आदरणीय दाई अध्यक्ष दाई हुनुहुन्छ टोल सुधार समितिको। मै खाम भनेर कुरा गर्दै हुनुहुन्छ। सबैजनालाई अब काम गर्दाखेरि तिर्खा लाग्यो भनेर मै पनि खुवाउनुहुन्छ अरे उहाँहरूले। अनि उहाँ चाहिँ यस्तो राम्रो व्यक्ति हुनुहुन्छ कि म चाहिँ त्यस्तो सोध्छु अब सबैजनाको मनमा त्यो नहोला। मलाई चाहिँ त्यस्तो लाग्छ आफ्नो लागि मात्रै नभएर हरेक कुरा त्यागेर चाहिँ उहाँले आफ्नो सोसाइटीको लागि चाहिँ यस्तो गर्नुहुन्छ। उहाँ पनि सचिव दाई हुनुहुन्छ है, आदरणीय दाई। उहाँ पनि यति मेहनतिलो यति गर्नुहुन्छ कि म त्यस्तो सोध्छु कि मलाई त्यस्तो लाग्छ कि उहाँहरूले चाहिँ यति खट्नुहुन्छ हरेक कुरामा, हरेक क्षेत्रमा चाहिँ। यो चाहिँ झोला र अर्को ब्लिचिङ पाउडर पनि बाँड्दै हुनुहुन्छ उहाँहरूले। यो झोला चाहिँ यहीँ टोल सुधार समितिकै दिदीबहिनीहरूले चाहिँ बनाउनु भएको, यहीँ उत्पादन छ यसको। सबैजनालाई यो सजिलोको लागि बजार जाने बेलामा यसो सामानहरू तरकारीहरू चुटुक्क ल्याएर बोकेर ल्याउन सजिलोको लागि चाहिँ उहाँहरूले बाँड्दै हुनुहुन्छ। एकदमै राम्रो कामहरू गर्दै हुनुहुन्छ उहाँहरूले मिलेर। अनि सबैजनालाई एउटा एउटा बाँडिसक्यो। हाम्रो आजको कार्यक्रम यति नै। बाई बाई एभ्रिवान।